कर्कट राशिको लागि 2026 ट्राभल, खर्च, स्पिरिचुअलिटी र पर्सनल ग्रोथको पावरफुल वर्ष हो। यो वर्षमा हजुरहरूलाई अप्रिलसम्म निकै नै भागदौड हुने देखिएको छ। त्यसै गरेर अप्रिलपछि ग्रोथ हुने देखिन्छ, तर हेल्थ र रिलेसनसिपमा निकै नै सचेत हुनुपर्नेछ। यो भिडियोलाई अन्तिमसम्म हेर्नुहोला, किनभने हजुरहरूको अप्रिल, अगस्त र अक्टोबर महिना निकै नै डिसाइसिभ हुन सक्ने देखिएको छ। 2026 को ओभरअल हेर्नुपर्दा कर्कट राशिको लागि यो वर्ष मुभमेन्ट र ट्रान्सफर्मेसनको इयर हो। यो वर्ष हजुरहरूलाई ट्राभलले जिन्दगी कसरी जिउने भन्ने सिकाउँछ। सँगसँगै एक्सपेन्सेसहरू पनि निकै नै हाई हुनेछ। यो वर्ष तपाईँहरूले आफूलाई भित्रैबाट स्ट्रङ र अवेर पाउनुहुनेछ। ट्राभल र एक्सपेन्सेस सम्बन्धी कुराहरूलाई हेर्नुपर्दा यो वर्ष हजुरहरूको स्टार्टिङदेखि नै धेरै यात्राहरूको योग देखिएको छ। अप्रिल महिनासम्म हजुरहरूको सर्ट र लङ दुवै यात्राहरू देखिन्छ। ट्राभल सँगसँगै खर्च पनि अति नै बढ्नेछ, तर अप्रिलपछि एक्सपेन्सेसमा कन्ट्रोलहरू आउने देखिएको छ र फाइनेन्सियल ग्रोथको पनि योग देखिएको छ। त्यसै गरेर अब्रोड ट्राई गर्नेहरूको लागि यो वर्ष हजुरहरूको विदेश जाने काममा सफलता मिल्ने देखिन्छ। करियर र पैसा सम्बन्धी कुरा हेर्नुपर्दा अप्रिल महिनामा राम्रो चेन्ज हुने देखिएको छ। त्यसै गरेर सोचेका कुराहरू पनि हजुरहरूको बन्न थाल्नेछन्। शनिको प्रभावले व्यापारीहरूको लागि यो वर्ष निकै नै राम्रो देखिन्छ। वर्षको सुरुवातमा थोरै गाह्रो भए तापनि वर्षको अन्तिमसम्म हजुरहरूले व्यापारमा निकै नै सफलता पाउनुहुनेछ। त्यसै गरेर हजुरहरूको रोकिएका कामहरू पनि अगाडि बढ्ने र मार्चबाट सजिलो पाउनुहुनेछ। त्यसै गरेर हजुरहरूको फेब्रुअरीमा नसोचेको अपर्च्युनिटीले वेट गरिरहेको छ। केही अपर्च्युनिटिजहरू अचानक आउने सम्भावना धेरै छ। लभ र रिलेसनसिपको कुराहरू हेर्नुपर्दा यो वर्ष रिलेसनसिपको कुरामा हजुरहरू सचेत हुनुपर्ने देखिएको छ। थोरै मिसअन्डरस्ट्यान्डिङहरू आउन सक्ने देखिन्छ र डिसिजन लिन निकै नै ढिला हुनेछ। रिलेसनसिपलाई राम्रो बनाउनको लागि हजुरहरूले यो वर्ष सुरुवातदेखि नै आफ्नो कम्युनिकेसन निकै नै क्लियर गरेर अगाडि बढ्नु भएको खण्डमा हजुरहरूले आफ्नो रिलेसनलाई राम्रो गराउन सक्नुहुनेछ। हेल्थ र मेन्टल स्टेट हेर्नुपर्दा हेल्थको कुरामा हजुरहरूलाई मे महिना त्यति फेभरेबल देखिएको छैन। हजुरहरूलाई पेटसँग सम्बन्धित समस्याहरू आउन सक्ने देखिन्छ। त्यसै गरेर अक्टोबर महिनामा आमाको स्वास्थ्यमा समस्याहरू आउनेछ। अगस्त महिनामा हजुरहरूलाई निकै नै सचेत हुनुपर्ने देखिएको छ, किनभने घरमा चोरी हुने सम्भावना र आगलागी हुन सक्ने सम्भावना पनि देखिएको छ। यो महिना हजुरहरू एक्स्ट्रा अलर्ट हुनु होला। स्पिरिचुअलिटी र एजुकेसन सम्बन्धी हेर्नुपर्दा यो वर्ष हजुरहरूलाई आध्यात्ममा मन धेरै नै जानेछ। धार्मिक यात्राको योगहरू पनि धेरै देखिन्छन्। यदि पढाइ रोकेको थियो, केही कारणले कन्टिन्यू गर्न सक्नु भएको थिएन भने हजुरहरूको लागि यो वर्ष फेरि पढाइलाई अगाडि बढाउनको लागि राम्रो योगहरू देखिन्छन्। त्यसै गरेर फ्यामिली प्लानिङको लागि यो वर्ष नोभेम्बरमा हजुरहरूलाई राम्रो देखिएको छ। शनिको दृष्टिले भाइ भाइ बीच केही कलेशहरू आउन सक्ने सम्भावना छ। काममा त्यति मन नजाने र आलस्यपन बढी नै हुने पनि देखिन्छ। हजुरहरूको लागि लकी कलर व्हाइट भने हजुरहरूको लागि लकी नम्बर चाहिँ 2 रहेको छ। यो वर्षलाई अझै राम्रो बनाउनको लागि हजुरहरूले ट्युसडेको दिन भगवान गणेशको पूजा गर्ने। त्यसै गरेर मङ्गलबारको दिन ट्युसडे हजुरहरूले माछा मासुहरू नखाने, भेज बस्न सक्नु भएमा राम्रो। त्यसै गरेर हनुमान चालिसा पाठ, 28 मङ्गलबारको व्रत बस्न सक्नुभयो भने हजुरहरूले 2026 लाई अझ राम्रो, अझै मजबुत बनाउन सक्नुहुनेछ। यो उपायले हजुरहरूको एक्सपेन्सेसलाई कन्ट्रोल गर्नेछ, प्रोटेक्सन र मेन्टल शान्ति पनि दिनेछ। यदि कर्कट राशिको यो राशिफल हजुरहरूको लाइफसँग मिल्छ भने लाइक, कमेन्ट, सेयर एन्ड फलो गर्न नबिर्सिनु होला। नेक्स्ट राशिफल छिटै आउँदैछ। हजुरहरूको 2026 शुभ रहोस्। जय श्री राम, जय श्री कृष्ण।